यहाँ चाहिँ लाटकोसेरो आएर फसेछ जालीमा निदाइरहेछ है एकदम नमिठोसँगले फसेछ रातभरि कराउँदै थियो अरे हजुरआमाहरूले सुन्दाखेरि मैले चाहिँ सुनिनँ बिचरा अनि जाडोमा हेर अरू दिएको भोकाल कति बेलादेखि फस्या हो यो राति करायो म एकखेप निदाएर बिउजेको त्यो समाउँदा एकछिन भाग्छ यसलाई यहाँ फोटो खिच्नु छ एकछिन त्यो अल्झा छ कि अनि उभिँदो रहेछ उभिन्छ त जालीमा जालीले अड्केर हो खुट्टा अड्केछ अब यसको चाहिँ उद्धार कार्यक्रम हाम्रो बिनाजुले निकाल्दै हुनुहुन्छ कति बेलादेखि फसेको हो कक्रे छ नि यसले त अनि मार्न चाहिँ आमाउ टोकेर आमामामामामामा गाडो आमामामामा आमा कत्रो लामो लामो नङ आमामामा यी हेरौँ रगत त निकालिगयो नि क्वाप क्वाप फुटै गाडिदियो नङै गाडिदियो त अनि यस्तो नोङ्ग्रा हुँदो रहेछ नि त यसको त लास्टै हुँदो रहेछ नि कहाँ समात्नै नसक्नु पन्जा लिएर आउनु पर्ने रहेछ पर गएर मैले खुस्कायो त भागिहाल्छ नि अब हजुर त्यसले पनि अघि खुस्किगयो नि पन्जा लिएर आउनु त भान्जी भिडियो गरिरहेछ हौ बहिनी जा त पनि पन्जा लिएर आइज पन्जा लिएर आउनु न पर ओ पर घरका पन्जा लिएर चाहिँ परका पर छ घरमा पर मामाले भनेको भन्नु न आमामा रगतै निकाल्दो रहेछ नि टोक्दो रहेछ टोक्ने होइन नोङ्ग्रा यति लामो लामो हुँदो रहेछ नि ए आमामामा त्यही त नङ हेर्नु न नङ्ग्रा पनि खतरा हुँदो रहेछ यसका नङ्ग्राले हतियारभन्दा पनि खतरा नङ्ग्रा यसका धेरै खतरनाक यस्तो खतरा छ नङ अनि हेर्नु त क्याप क्याप गाड्दा त्यस्तो नरम मासु त अनि हेर्नु सिकिस त हेर्नु ब्लडै निकाल्दैछ मिनाजुको हैट कप कप गाडिएछ नि त अनि ल विष लाग्दैन यसको विष त लाग्दैन होला त्यो मोबाइललाई म चाहिँ यसो ट्राई गर्छु है भिनाजुको अघि हात खोपिदिइहाल्यो कप त्यहाँ रेकर्ड गरे पनि हात झन्डै मेरो त हातै बिताइदियो नि दुलै दुलो छ त्यो यार नहलाइकन गरे फेरि नहलाइकन पर्छ गर्दा हल्लायो भने त अनि त कामै दिँदैन नि ल यसलाई चाहिँ फाइनली निकाल्यौँ हामीले होइन यस्तो हुँदो रहेछ उल्लु चाहिँ ल उल्लु भनेपछि चाहिँ यस्तो हुँदो रहेछ डाइरेक्टली देखियो नि फेस टु फेस कस्तो रहेछ त उल्लु देखो यार के हारेको यार ओए खतरा छ त अनि खतरा हेर्छ त उल्लु कत्रो आँखा हेरेको अनि हिँड्छ हिँड्छ एकछिनमा जाडोले पनि हो क्या यो कक्रेर त्यहाँ छोड्न बहिनी कति राम्रो रहेछ हौ भिडियो पनि गर्नु ल हामीले चाहिँ फाइनल घरमा ल्याइसकेको छौँ अब यसलाई चाहिँ एकछिनमा भिनाजुले चारो सारो दिएर आफै जान्छ होला यसको